यो गाईहरूले चाहिँ मलाई देख्नु हुँदैन हौ। तर मलाई चाहिँ तर मेरो आमा बाउले नि सानोदेखि नै दुःख गर्नु सिकायो कि सबै कामहरू मकै गोड्नु हो सब कुछ काम सिकायो। अलैँची टिप्नु रोपराप गर्नु है। म गान्तोकमा यस्तै छ है जिन्दगी चाहिँ के गर्नु। कोही बेला त के हो जस्तो लाग्छ नि मान्छेको लाइफ चाहिँ है। के होला आज त मौसम पनि एकदमै खराब छ हौ। के हो आज त एकदमै पानी पर्ला जस्तो लागिरहेको छ। पानी पऱ्यो भने त साथी हो बर्बाद हुँदैछ। आज नानी ल्याउनु पुग्नै पर्छ समय। कहिले आफै आउने हो नि कहिले आफै जाने। आज त तर मेरो छोरा के गयो आज त म पनि जानु पर्दैन। हामी गइहाल्छु म जानु सक्छु। पानी पनि आज म लाँदिनँ हो। म पनि भरे लन्चमै ल्याइदिनुहोस् ल भनेर तपाईँ हेर्नु दिन्छु फेरि हो। 12 बजी टुक्क माथि स्कुलमा पुग्नुपर्छ। जिन्दगी चाहिँ हरेस हरेस के गर्नुपर्ने हो नि साथी हो। बस्तीमा बस्नु चाहिँ के चाहिँ फाइदा छ भने सब कुरा फ्रेस खानु पाउँछ हो। सबै कुरा फ्रेस खानु पाउँछ है दुःख भएको अनुसार चाहिँ। कति साह्रो मैले त के सोचेको कोही बेला त नि माथितिरै रेन्ट लिएर बस्नु जस्तो लाग्छ होइन। बजारतिरै सोच्छ त रेन्टमा बस्यो भने त सब्जीहरू त फेरि किनेर खानु पऱ्यो। कहिलेदेखि आएको बासीहरू हो। कहिले आएको त्यो हामीले यस्तो त्यो गाईको मल हालेर रोपेको हुँदैन उनीहरूको त सबै त्यो के गरेको हुन्छ है। कस्तो के मलहरू हालेको हुन्छ उनीहरूतिर। फेरि हाम्रो जस्तो कम्ती फलाउँदैन उनीहरूले। त्यही बेसी खेती गर्छ होइन। उनीहरूले अब सप्लाई गर्ने अनुसारको नै उनीहरूले अब खेतीपाती गर्छ। हामी चाहिँ अलिअलि अब आफूलाई भयो भन्ने खालको गर्छ नि त हामी चाहिँ। किनेर खानु परेन नि भएन। किनेर खानु चाहिँ परेन नि भयो भन्ने पनि गर्छ। कोही बेला त किनेर खानुपर्छ नि बस्तीमा बसेर पनि कतिवटा समयमा अब रोपेको छ भने त समयमा फल खान्छ होइन। समयमा रोपेन भने त त्यो फल पनि फल गर्दैन। उयो दानाहरू पनि लाग्दैन। आलुहरू भयो भने है मटरहरू पनि समयमा रोपेन भने कोसा लाग्दैन हो। के गर्ने हो अब यस्तै छ है। अब योपालि त आलु मटर भन्ने चाहिँ नि रोप्नु त रोप्यो नि के गर्नु असिनाले रङ्गै लगिदिइहाल्यो। बिनु जानेको छु त कस्तो हल्ला गरेको यत्रो डाँडा खोलेर हेर्छ हौ। के तर हे गरिरहेको मलाई त देख्नु हुँदैन त यसले त। के कुरा बुझ्ने होइन हे गरिबस्नु। ए ल भन्ने सक्यो अब हामी चाहिँ होइन। कसो जाने के भन्छ हो। गरिबस्नु हो कराइबस्नु हो। मलाई देखेन भने चुपचाप सुटिरहेको मलाई त देख्नु हुँदैन यसले त। यो त्यो है यसको त पर्खी अहिले एकछिनमा यहाँ क्यामेरामा हेरेर बोल।